नेपालको शेयर बजारमा लगानी गर्दा सामान्यतया गल्ती नगर्नुपर्ने मुख्य कुराहरू के हुन् त? ध्यान दिएर सुन्नुहोस्। नेपाली शेयर बजारमा लगानी गर्दा यी कुराहरूमा ध्यान दिनुपर्दछ। भन्नुहोस् त। 1. अन्धाधुन्द ट्रेन्ड पछ्याउनु हुँदैन। केवल अरूले किन र बेच्दैछन् भनेर नकिन्नुहोस्। बजारमा हाइप वा अफवाहले प्रभावित हुनु सामान्य हो, तर आफ्नो अनुसन्धान नगरी लगानी गर्नु जोखिमपूर्ण हुन्छ। 2. अनावश्यक ऋण वा लोन लिएर लगानी नगर्नु। शेयरमा धेरै पैसा हराउने जोखिम हुन्छ। केवल आफैको बचत वा जोखिम लिन सक्ने रकम लगानी गर्नुहोस्। 3. पोर्टफोलियो डाइभर्सिफाई नगरी लगानी नगर्नु। एक कम्पनी वा सेगमेन्टमा सबै पैसा राख्नु खतरनाक हुन्छ। ब्याङ्क, एनर्जी, एफएमसिजी र आइटी जस्ता विभिन्न सेक्टरमा लगानी गर्नु लाभदायी हुन्छ। 4. छोटो समयमा ठूलो फाइदा खोज्नु हुँदैन। शेयर बजारमा तुरुन्त धन कमाउने योजना धोका हुन सक्छ। लामो समयको लागि स्थिर कम्पनीमा लगानी गर्नु बुद्धिमानी हुन्छ। 5. बिना अनुसन्धान कुनै आइपिओ वा नयाँ कम्पनीमा लगानी नगर्नु। आइपिओ वा नयाँ कम्पनीमा लगानी गर्नुअघि कम्पनीको वित्तीय अवस्था, बजार स्थिति र भविष्य योजना बुझ्नु जरुरी छ। 6. मानसिक दबावमा निर्णय नगर्नु। बजार घट्दा डरले बेच्नु वा बढ्दा लोभले धेरै किन्नु सामान्य गल्ती हो। निर्णय सधैँ तथ्य र अनुसन्धानमा आधारित हुनुपर्छ। 7. क्विक टिप्स। कम्पनीको क्वार्टरली वा एनुअल रिपोर्ट पढ्नुहोस्। भरोसा गर्न सकिने ब्रोकर वा रिसर्च रिपोर्ट हेर्नुहोस्। धेरै हल्ला हुने पेनी स्टक वा अत्यधिक स्पेक्युलेटिभ स्टकबाट टाढा रहनुहोस्। धन्यवाद।